अगर पैसा हो तो क्या कुछ नहीं हो सकता। यो लाइन त हामी सबैले सुनेका नै छौँ। भाई पैसा हो तो क्या कुछ नहीं हो सकता। तर यो लाइन आज प्र्याक्टिकलमा कसरी जस्टिफाई भयो भनेर म तपाईँलाई देखाउँछु। लियोनल मेस्सी फुटबलको सुपरस्टार जसको फ्यान फलोइङ यति ठुलो छ कि उसको एक झलक हेर्नका लागि भारतमा पुरै स्टेडियम नै बुक भयो। हजारौं लाखौं रुपियाँको टिकट काटेर मानिसहरू मेस्सीको एक झलक हेर्नका लागि स्टेडियममा पुगे। तर जब मान्छेहरूले मेस्सीलाई त्यहाँ देख्न पाएनन् तब त्यहाँ झगडा भयो, कुर्ची फ्यालियो र चाओस मचियो। मेस्सीलाई भेट्नका लागि भारतका ठूला ठूला पोलिटिसियन आए, बलिउडका सुपरस्टारहरू आए, यहाँसम्म कि शाहरुख खान पनि आइपुगे। सबैको एउटा सपना थियो मेस्सीसँग फोटो खिचाउने, मेस्सीसँग हात मिलाउने। अब आउँछ असली खेल, अब आउँछ रियल मनी पावर। अनन्त अम्बानीलाई पनि मेस्सीसँग भेट्न मन लाग्छ, तर उनी मेस्सीलाई भेट्न स्टेडियममा जाँदैनन्, लाइनमा उभिँदैनन्। उनले त बस एक इसारा गर्छन् र मेस्सी उनको घरमै आइपुग्छन्। उनले मेस्सीसँग फोटो खिचाउँदैनन्, बरु उल्टै मेस्सीलाई आफ्नो घरमा ल्याएर गणेश भगवानको पूजा र आरती गर्न लगाउँछन्, आफ्नो प्राइभेट जू भन्तराको टुर गराउँछन् र उल्टै मेस्सीलाई लायन र टाइगरसँग फोटो खिच्न लगाउँछन् र मेस्सीलाई फर्किने बेलामा बरु उल्टै करोडौं रुपियाँको घडी उपहार स्वरूप गिफ्ट दिन्छन्। अब बुझ्नुभयो, यसलाई भनिन्छ रियल मनी पावर। उनले यसो गरेको यो पहिलोपल्ट भने होइन। उनले आफ्नो बिहेमा 8,000 करोड रुपियाँ खर्च गरेका थिए। उनले पुरै बलिउडलाई बोलाएर नचाएका थिए। त्यस सँगसँगै हलिउडबाट जस्टिन बिबर, किम कार्दाशियन, रिहाना, जोन सिना पनि आएका थिए। त्यस सँगसँगै मार्क जुगरबर्ग, बिल गेट्स र अन्य थुप्रै पोलिटिसियनहरूलाई पनि बोलाएका थिए। अनन्त अम्बानी मुकेश अम्बानीका कान्छा छोरा हुन्। मुकेश अम्बानी भारतका सबैभन्दा धनी र विश्वका टप 10 धनी व्यक्तिभित्र पर्छन्, जसको नेटवर्थ 100 बिलियन भन्दा बढी छ।